प्रकाशित गरिसकेको स्थिति छ। अन्तिम परिणाम प्राप्त भइसकेको स्थिति छ। जसअनुसार चाहिँ अब अहिले चाहिँ हामी यो निर्वाचन परिणाम चाहिँ घोषणा गर्ने कार्यक्रममा यहाँ उपस्थित भएका छौँ। म सरसर्ती चाहिँ अब कुन कुन उम्मेदवारले कति चाहिँ अब मत प्राप्त गर्नुभयो म त्यो अन्तिम परिणाम म यहाँ चाहिँ सुनाउन चाहन्छु। जुली कुमारी महतो उहाँको चाहिँ अब नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीको उम्मेदवार, उहाँले 9786। विमलेन्द्र नेपाली काङ्ग्रेस 16652। रामललित मण्डल नेपाली कम्युनिस्ट पार्टी 709। मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टी 43988। हुसेन कवाडी राष्ट्रिय प्रजातन्त्र पार्टी 199। परमेश्वर शाह सुडी जनता समाजवादी पार्टी नेपाल 500। गोपाल प्रसाद शाह जनमत पार्टी 381। गङ्गालक्ष्मी वैद्य नेपाल मजदुर किसान पार्टी 10। अमरेन्द्र कुमार झा नेपाल जनता पार्टी 150। चन्दन कुमार झा नेपालका लागि नेपाली पार्टी 84। सद्दाम हुसेन श्रम संस्कृति पार्टी 311। रमेन्द्र कुमार कर्ण नेपाल कम्युनिस्ट पार्टी माओवादी 81। प्रमोद कुमार शाह उज्यालो नेपाल पार्टी 81। राजीव कुमार झा राष्ट्रिय मुक्ति पार्टी नेपाल 18। शबनम खातुन